नमस्कार। म आज तपाईँहरूलाई एउटा कथा भन्न गइरहेको छु। कथाको शीर्षक हो गोरखकाली रबर उद्योग। नेपालको पहिलो रबर उद्योग जसले दशकौँसम्म हजारौँलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको थियो। गोर्खा जिल्लाको मजुवा देउरालीमा 670 रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग कुनै समय नेपालको औद्योगिक शान थियो। यस उद्योगले ट्रक, बस, जिप र मोटरसाइकल लगायत 23 प्रकारका टायरहरू उत्पादन गर्थ्यो। वार्षिक 88,000 भन्दा बढी उत्पादन क्षमता भएको यस उद्योग नेपाली सडक सुहाउँदो मजबुत नाइलन टायर उत्पादनमा ध्यान केन्द्रित गरेको थियो। हिजो हामी गर्वका साथ छिमेकी देशहरूमा टायर निर्यात गर्थ्यौँ, तर आज विडम्बना हामी वार्षिक अर्बौं रुपियाँको टायर विदेशबाट आयात गरिरहेका छौँ। अन्ततः व्यवस्थापन विवाद, वित्तीय घाटा, पुरानो प्रविधि र चरम राजनीतिक हस्तक्षेपले गर्दा यो उद्योग थला पर्यो। नेताहरूको अस्थिर र निर्णय र कार्यकर्ता भर्ती केन्द्र बनाउने प्रवृत्तिले देशमा एउटा चल्दै चल्दाको टायर उद्योग मृत्युशैय्यामा पुर्यायो। तर के हामी सधैँ रमिता हेरेर बस्ने हो त? अब हाम्रो यो युवा पुस्ता र युवा सरकार जाग्नुपर्छ, अस्पताल जानुपर्छ, अर्थात् मृत्युशैय्यामा परेका यस्ता उद्योगहरूलाई उपचार गर्नुपर्छ। युवाहरूले केवल जागिर माग्ने मात्र होइन, यस्ता राष्ट्रिय गौरवका उद्योगहरू चलाउने स्पष्ट नीति र कार्य लगानीका लागि सरकारलाई दबाब दिनुपर्छ। यसलाई पुनर्जीवन दिन आधुनिक रेडियल मेसिन भित्र्याउन सक्नुपर्छ। निजी र सरकारी साझेदारी PPP मोडल अपनाउन सक्नुपर्छ। मेड इन नेपाललाई फेरि ब्रान्डिङ गर्नुपर्छ। सरकारी सार्वजनिक संस्थानका गाडीहरूमा अनिवार्य नेपाली टायर प्रयोग गर्ने नीति नियम बसाल्नुपर्छ। साथै स्थानीय रबर उद्योगलाई खेतीलाई प्रोत्साहन गरेर कच्चा पदार्थमा पनि हामी आत्मनिर्भर बन्नै पर्छ। गोरखकाली रबर उद्योग केवल एउटा कारखाना मात्र होइन, आत्मनिर्भरता र हाम्रो प्रगतिको प्रतीक हो। व्यावसायिक व्यवस्थापन र दृढ इच्छाशक्ति हुने हो भने यसलाई हामी पुनः सुचारू गर्न सक्छौँ। के तपाईँहरूलाई लाग्छ गोरखकाली रबर उद्योग फेरि बौरिन सक्छ? के नि सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ? आफ्नो विचार साझा गर्नुहोला। हस्त, धन्यवाद।